गाइस हामी जाँदैछौँ अहिलेको भाइरल ठाउँ बोराबान चढ ल। सो हामी चक्रघटीबाट चाहिँ भर्खर बोराबान निक्लिरहेको छौँ। आज शनिबारको दिन है। चढ्न सो हामी लोकेसन पनि दिन गइरहेको छु बोराबानको चाहिँ। यो भयो चक्रघटीबाट बुधबारे जाने लाइन। हामी चाहिँ हिँडेको बोराबान होइन, बोराबान नगएको हिजै बोलाउनु भएको त। सो यो भयो चक्रघटीको बुधबारे चोकबाट सिधै जान्छौँ हामी कोशी। सो यहाँ चाहिँ के भइरहेछ, पूजा भइरहेछ। सो भयो यहाँ चाहिँ बरफ फ्याक्ट्री हाम्रो अजय दाईको। त्यसै गरी यो अगाडि धुलो उडाइदिइरहेछ पुरै। बोराबानतर्फ गइरहेछौँ हामी चाहिँ। यो भयो ठाकुरबारी। यहाँ चाहिँ गएको केटाहरू हिँडिरहेछ। गएको केटाहरू तर मलाई पनि थाहा छ, तर मैले माइक लगाएको छुइनँ कि भिडियो पनि राम्रो आउँदैन होला। सो अब कोशी देख्न सक्नुहुन्छ क्या खतरा देखिन्छ अब यहाँबाट चाहिँ। कोशी राम्रो देखिन्छ यहाँबाट चाहिँ। तपाईँले सिधै यता उँधो राजाबासबाट आउने बाटो हो र यताबाट चाहिँ हामी सिधै उँभो चत्रा लाइनतिर जानुपर्छ बोराबान जानको लागि चाहिँ। कतिजना आउनुभएको छ छैन यसो भिडियो बनाइदिएर म युट्युबमा लगाइदिन गइरहेको छु। सो मान्छेहरू फर्किनेको चाहिँ एकदम भिडै भिड छ। बाटो चाहिँ एकदम सानो छ। यो बाटो चाहिँ सब इन्डियाले बनाएको बाटो हो। हामी दाजु बहिनी लाएर चाहिँ ट्याक्क हिँडिरहेछौँ। आज एकदम ढिलो निक्ल्यो। अलिकति छिटो आएको भए चाहिँ मजा हुन्थ्यो। सो कोशी एकदम यो बाटो चाहिँ भिड हुन्छ। शनिबार एकदम जाम लाग्न सक्छ। एकदम यता पनि एकदम यहाँ पनि बन्दैछ एउटा रिसोर्ट। यो चाहिँ फाइटर दाईको रिसोर्ट होला सायद, होइन? उहाँ हो नि बोराबान सो देख्न सक्नुहुन्छ। क्यामेरा चाहिँ एकदम जोतको आइरहेको होला। आज मैले चिनेको मान्छे को भेट्छु त्यहाँ सब देखाउँछु तपाईँहरूलाई चाहिँ। पुरै एकदम आज धेरै मान्छे छ जस्तो छ। मलाई भिडियो बनाउन पुरै लाज लागिरहेछ है। झन्डै मिस्टेकली क्याम्प फिनिस हो गया।
अलिकतिले बाँचिरहेछ। सो बिस्तारै गइरहेछौँ हामी चाहिँ। सो टक 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 टक। सो यहाँको बाटो अब देख्न सक्नुहुन्छ पुरै जाममा छ। एकदम जाममा पनि यस्तो जाम छ कि अब बाइक ठेल्नुपर्ने स्थिति आइसकेको छ यहाँ। सो म चाहिँ छिराइदिन गइरहेको छु बसले। यो रिसोर्टमा अस्ति भर्खर आएको थियौँ हामी चाहिँ। सो यो रिसोर्टमा चाहिँ